नमस्ते। आज हामी रेन्ट्स नेपालमा आफ्नो प्रपर्टी कसरी लिस्टिङ गर्ने भन्ने कुरा सिक्न गइरहेका छौँ। सुरुमा आफ्नो एप्पल स्टोर या प्ले स्टोरमा क्लिक गर्नुहोला र त्यहाँ सर्च गर्नुहोला रेन्ट्स नेपाल। सर्च गरिसकेपछि सुरुमा सेकेन्डमा आएको यो छ, यसमा क्लिक गर्नुहोला। यो डाउनलोड भइसकेपछि यहाँ ओपनमा क्लिक गर्नुहोला र एलाउ वान्समा क्लिक गर्नुहोला र आफ्नो फोन नम्बर राख्नुहोला। र तपाईको मोबाइल फोनमा एउटा कोड आउँछ। पिन राखिसकेपछि सबमिटमा क्लिक गर्नुहोला। होम पेजमा यसरी सो भएको हुन्छ र त्यसपछि सुरुमा तपाईले तलपट्टि यो प्लस आइकनमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि तपाईको आफ्नो प्रपर्टी के छ, रुम, फ्ल्याट, अपार्टमेन्ट या हाउस। सपोज तपाईको रुम छ भने रुममा क्लिक गर्नुहोला। अटोमेटिक यहाँ सिस्टममा माथिको अप्सन आइहाल्छ र सेकेन्डमा तपाईको पिन लोकेसन अन म्यापमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि तपाईको यहाँ अटोमेटिक तपाईको लोकेसन जहाँ हो त्यहाँ तपाईले आफ्नो लोकेसन राख्नुहोला र पिन गर्नुहोला र कन्फर्म लोकेसन गरिसकेपछि कन्टिन्यूमा क्लिक गर्नुहोला। बेडरुम कतिवटा खान, एउटा कुन फ्लोर हो, फर्स्ट फ्लोर, अनि इस्ट वेस्ट नर्थ साउथ तपाईको आफ्नो प्रपर्टी कुन डाइरेक्सनमा छ त्यो क्लिक गर्नुहोला। सपोज इस्ट। अनि अब एरियामा तपाईको ल्यान्डको एरिया के छ, आना रोपनी धुर कट्ठा है। सपोज अब 4 आना भनौँ फर इक्जाम्पल। अनि तपाईको घरमा तपाईको प्रपर्टीमा के फ्यासिलिटिजहरु छ त, एयर कन्डिसन छ कि छैन है। अनि तपाईको बाल्कनी, बाथरुम, सीसीटीभी अनि तपाईको जे छ तपाईको सर्भिसहरु त्यो क्लिक गर्नु होला। र अहिले मैले गार्डन, पार्किङ अनि वाइफाई, टिभी केबल अनि बाथरुम यति कुरा मैले क्लिक गरे। कन्टिन्यूमा क्लिक गरिसकेपछि तपाईको यहाँ रेन्ट कति छ, सपोज 5000 नेगोसिएबल हो या हैन त्यो तपाईले अब आफ्नो तरिकाले लेख्नु होला। र अहिले नोटमा क्लिक गरे। यो इन्टरफेसमा आइसकेपछि आफ्नो फोटोजहरु चाहिँ तपाईले अपलोड गर्नु होला। फोटोज क्लिक गरिसकेपछि यहाँ थोरै यो डिस्क्रिप्सनमा आफ्नो प्रपर्टीको बारेमा लेख्नु होला। र मैले यति लेखिदिएको छु, एउटा इक्जाम्पलको रूपमा छ। तपाईले अब आफ्नो रिक्वायरमेन्ट लेडिजलाई मात्र दिने हो भने लेडिज लेख्नु होला है। तपाईको सर्भिस के छ यो जुत्ता उता नभएको कुराहरु यहाँ चाहिँ तपाईले कस्तो कस्तो रिक्वायरमेन्ट गर्नु भएको छ त्यो लेखेर अनि आफ्नो कस्तो इन्भाइरोमेन्ट त्यो एरिया के छ त्यो लेखेर सबमिट गर्नु होला। तपाईले आफ्नो प्रपर्टी लिस्ट गरिसकेपछि आफ्नो प्रपर्टी कहाँ गयो त भनेर हेर्नको लागि प्रोफाइलमा क्लिक गर्नु होला र क्लिक गरिसकेपछि माइ लिस्टिङमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यताबाट हाम्रो सिस्टमबाट एप्रुभ नहुँदासम्म तपाईको अन्डर रिभ्यूमा चाहिँ हुन्छ। अब हेर्नुभयो भने एक्टिभमा गइसक्यो र इफ तपाईको रेन्टमा गयो फर इक्जाम्पल तपाईको यदि भाडामा गइसक्यो भने तपाईले मार्क एज अ रेन्टेड ओर सोल्डमा क्लिक गर्नु होला। त्यसपछि यता तपाईको सिस्टमबाट तपाईको उसमा जान्छ, यहाँ तपाईको एउटा भाडामा चाहिँ गइसक्यो भन्ने कुरा देखिन्छ। तपाईको इफ अब तपाईको कति जनाले हेर्नु भयो भनेर देखाउँछ, त्यहाँ 0 भ्यूज छ। पछि तपाईको प्रपर्टी लिस्टिङ भइसक्यो त्यहाँ तपाईले हेर्न मिल्छ कति जनाले मेरो प्रपर्टी हेरे भनेर। बाइ चान्स केही तपाईको इस्युहरु छ, हामीले फोटोहरु नराम्रो, तपाईले फोटोहरु डार्क छ, अँध्यारो वाला छ भनेपछि हामीले रिजेक्ट गर्छौं। त्यो बेलाको केसमा चाहिँ यहाँ अप्सनमा हुन्छ।